ल है त, दैनिक प्रयोगको लागि एउटा भरपर्दो सनस्क्रिनको खोजीमा हुनुहुन्छ भने आजको हाम्रो चर्चा सायद काम लाग्न सक्छ। आज हामी एउटा एकदमै चर्चित उत्पादन सनप्ले स्किन एक्वाको बारेमा सबै कुरा जान्नेछौँ। हो, यो सनस्क्रिनको सबैभन्दा ठूलो पहिचान नै यही हो। यो एउटा अलराउन्डर हो। मतलब यसलाई हरेक दिन जुनसुकै बेला पनि लगाउने मिल्ने गरी डिजाइन गरिएको छ। घरभित्र होस् वा बाहिर यसले आफ्नो काम गर्छ। सायद यही कारणले यो धेरैको रोजाइमा पर्छ। त्यसो भए यो अलराउन्डर सनस्क्रिनभित्र खासमा के छ त? ल, अब यसका विशेषताहरूलाई एक एक गरेर केलाउँ ताकि यो आफ्नो लागि कतिको सही छ भनेर पत्ता लगाउन सजिलो होस्। यसको पूरा नाम हो सनप्ले स्किन एक्वा क्लियर व्हाइट। अब यहाँ हेर्नुहोस्, SPF 50+। यसले छाला डढाउने UVB किरणहरूबाट एकदमै बलियो सुरक्षा दिन्छ। अनि त्यो PA+++, मतलब 4वटा प्लसले चाहिँ छालामा चौरीपना ल्याउने र बुढ्यौली देखाउने UVA किरणहरूलाई रोक्छ। छोटकरीमा भन्नुपर्दा यो घामबाट बचाउने एउटा शक्तिशाली सुरक्षा कवच जस्तै हो। अब कुरा गरौँ यो सनस्क्रिनले के गर्छु भनेर वाचा गर्छ। मतलब यसका मुख्य फाइदाहरू के हुन् र हामीले यसबाट के कस्तो नतिजाको आशा गर्न सक्छौँ। खासमा यसका 4वटा मुख्य कामहरू छन्। पहिलो त घामबाट बलियो सुरक्षा, त्यो त भइहाल्यो। दोस्रो, यसले छालालाई हल्का चम्किलो र एकनासको देखाउन मद्दत गर्छ। तेस्रो, यदि छाला अलि चिल्लो छ भने यसले त्यो अतिरिक्त तेललाई नियन्त्रणमा राख्छ। र चौथो, यो एकदमै पानी जस्तो हल्का छ, त्यसैले लगाउँदा केही लगाएको जस्तो भारी महसुस नै हुँदैन। अब आयो सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के यो सनस्क्रिन आफ्नो छालाको लागि ठिक छ त? किनभने कुनै पनि उत्पादन त्यति बेला मात्र राम्रो हुन्छ जब त्यो आफ्नो छालालाई सुहाउँछ। ल अब त्यही पत्ता लगाऊ। जसको छाला चिल्लो वा मिश्रित प्रकारको छ उहाँहरूको लागि यो एकदमै राम्रो विकल्प हो। सामान्य छाला भएकाहरूले पनि यसलाई ढुक्कले प्रयोग गर्न सक्छन्। तर यदि छाला अलि सुक्खा छ भने एउटा कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ। यो लगाउनु अघि कुनै राम्रो मोइस्चराइजर लगाउनै पर्छ, नत्र भने छाला अलि सुक्खा वा तन्किएको जस्तो हुन सक्छ। ल, अब यो त थाहा भयो कि यो कसलाई सुहाउँछ। अब यसलाई लगाउने सही तरिका पनि सिकौँ ताकि यसको पूरा फाइदा लिन सकियोस्। यसलाई पर्फेक्ट तरिकाले लगाउने हाम्रो आफ्नै गाइडभन्दा पनि हुन्छ। तरिका एकदमै सरल छ। पहिले सफा अनुहार, त्यसपछि आफ्नो रोजाइको मोइस्चराइजर। अब मात्राको कुरा गरौँ। 2 औँलाको नियम याद राख्नुहोस्। 4 औँला र माझी औँलामा सनस्क्रिनको लामो धर्को बनाएर त्यति मात्रा अनुहार र घाँटीमा राम्ररी लगाउनुहोस्। र हो, एउटा कुरा नबिर्सनुहोला, यदि दिनभरि घाममा बस्नुपर्छ भने हरेक 2-3 घण्टामा फेरि लगाउनु जरुरी छ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ। यो सनस्क्रिन लगाइसकेपछि वास्तवमा कस्तो देखिन्छ? यसका राम्रा पक्षहरू के छन् अनि केही कुराहरूमा ध्यान दिनुपर्ने पो छ कि? यो लगाएपछि तुरन्तै केही राम्रा कुराहरू याद गर्न सकिन्छ। अनुहार अलि फ्रेश र उज्यालो देखिन्छ। चिल्लोपना पनि नियन्त्रणमा रहन्छ। तर सबैभन्दा राम्रो कुरा के हो भने यसले धेरैजसो सनस्क्रिनले जस्तो अनुहारमा सेतो पत्र छोड्दैन, बरु छालालाई चिल्लो बनाइदिन्छ, जसले गर्दा मेकअप लगाउन पनि सजिलो हुन्छ। यति धेरै राम्रा कुराहरू सुन्दा त यो एकदमै पर्फेक्ट जस्तो लाग्छ हैन त? तर हरेक कुराको अर्को पाटो पनि त हुन्छ। त्यसो भए के यसका केही कमजोरीहरू पनि छन् जसको बारेमा हामीले पहिले नै सचेत हुनुपर्छ? हो, केही कुराहरूमा ध्यान दिनुपर्छ। जस्तै यदि छाला धेरै नै सुक्खा छ भने यो राम्ररी नबसेर कता कता पत्र परेको जस्तो देखिन सक्छ। कहिलेकाहीँ, तर यो एकदमै दुर्लभ हो, कसैलाई एलर्जी भएर साना साना राता दाना देखिन सक्छन्। र एउटा सानो तर महत्त्वपूर्ण सुझाव, यसलाई आँखा वरिपरि लगाउँदा अलि होशियार हुनुहोला, किनभने आँखामा पस्यो भने पोल्न सक्छ। अन्त्यमा के भन्न सकिन्छ भने सनप्ले स्किन एक्वा धेरैजनाको लागि, विशेष गरी चिल्लो र मिश्रित छाला भएकाहरूको लागि साँच्चै नै एक उत्कृष्ट अलराउन्डर हो। तर के यो सबैको लागि पर्फेक्ट छ त? सायद छैन। यसले हामीलाई के सिकाउँछ भने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो छालालाई चिन्नु र त्यसलाई के सुहाउँछ त्यही अनुसारको उत्पादन छान्नु हो।